हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मसँग छन् आकृति। हेलो उहाँ चाहिँ मोडल हुनुहुन्छ। अनि हामी चाहिँ आज खासमा यस्तो केही प्लानिङ थिएन, तर पनि एक अचानक आयो कि हामीले प्लान चाहिँ के भन्दा चाहिँ बाहिर हेरेको त यस्तो होइन, जुन त यस्तो राम्रो लागेछ नपटा हेर्न सक्नुहुन्छ। तर यो मेरो फोनमा चाहिँ त्यस्तो राम्रो देखाएको छैन जति सुन्दरता चाहिँ रियलमा छ। यता हात ल दुईटा सुन्दरीहरू के रे फुल भन्दा नि राम्री छेउ जुन भन्दा नि एक गीत आएन मलाई के गरे लुलु भयो ल। अनि आज चाहिँ हाम्रो खानामा चाहिँ के छ भने हजुर हामी चाहिँ छठमा बसेर खाँदैछौँ। अनि हामीसँग चाहिँ त्यस्तो स्पेसल त केही छैन, तर पनि सिम्पल यो चाहिँ आलुको परौठा छ अनि चटनी अनि यो चाहिँ दही हो। ल अब चाहिँ हामी सुरु गर्छौँ है। ल सुरु गर तिमीले। म पनि गरिहाल्छु नि। गर न गर स्टार्ट खाइदिउँ पहिला सुरुमा। ल खाइहाल्नु भयो उहाँले चाहिँ। ल ल तिमीले गर न भिडियो। खुलाउने होइन कि यो भिडियो समात त म पनि खाएको देखाउँछु तपाईँहरूलाई। ल हेर्न सक्नुहुन्छ यो चाहिँ चटनी हो, आलु परौठा अनि दही। अर्को चाहिँ दही रहेको छ। ल ल उहाँजी हुनुहुन्छ शर्मिलाजी, उहाँलाई एकदम मिठो लागिरह, मलाई पनि लाग्यो। आकृतिलाई चाहिँ टिटो लागिरहेछ। मलाई एकदमै म चटनी गर्छु। अघि केसँग खाँथ्यौ? के यस्तै दहीसँग? सुरुमा ल। आलु परौठा यो चाहिँ आकृतिले बनाएको, फर्स्ट टाइम बनाएको, त्यही पनि एकदम मिठो बनाए। शर्मिला कसले हो नि सिकाएको? शर्मिला उहाँ। हजुर म चाहिँ टिचर हो। मैले दहीसँग बल्ल खाएँ। कस्तो लाग्यो त? एकदम हामी चाहिँ सुन्दरता जुनको सुन्दरता हेर्दै खाँदैछौँ। त्यही गएको के अघि मैले सुन्दर फुल भन्दा नि ए त्यस्तो भनेको थिएँ। अमिले खाएन? खाएँ। अमिले नखानु भने त कुरै छैन नि। दहीसँग गरम भिडियो मलाई सोध्नु ए म त तिम्रो बाघतिर गएको केही भएन त बिर्सेर सरी, त्यही पनि म खाइदिन्छु। ओ यस्तो चोरहरू पनि छन् बजारमा। चोर ल केसँग खान्छ? दहीसँग खान्छ कि चटनीसँग? म खुलाइदिन्छु तिमीलाई। मैले ल ओहो बाबु मैले कुन चटनी खान्छौ कि दहीसित? जेसँग भन्नु हुन्छ, दुइटै मिठो छ। मलाई छोप्नै आएन त, खुलाइदिन नआए जस्तो भएन। ल मिठो छ मिठो छ। प्लानिङ गर्दा चाहिँ हुँदैन, तर आज बस्न आउँछु पनि भनेनन् के। डर मम्मीको डर लाग्यो अरे। डर लाग्छ अरे। यिनी आउनु थाहा भएको भए चाहिँ आज हामी पनि हेर्दै हुनुहुन्छ मम्मीजी हामी चाहिँ खाँदैछौँ सम्झिँदै तपाईँलाई। मम्मीको डर लागेर के भयो मलाई फेरि लाज लाग्छ। जल्दी खाऊ जल्दी। हजुर खाइरहेको छु। दही चटनी लगाइ छ। अब चाहिँ हामी भ्याउन लागिसकेछौँ है। सकिसक्यो सकिसक्नु आकृति डाइटिङमा छ।
दही क्रिम नखाए तपाईँहरू पनि यो हजुर हजुरहरू पनि यो ट्राई गर्नुहोस् है। के अरे जुनको सुन्दरताले हेर्दै खाना खाँदै गफ गर्दै गर्नु छतमा गएर यसरी खानुहोला। हामी चाहिँ आज फर्स्ट चोटि म चाहिँ साँझमा जुन लाग्छ चाहिँ म हेर्न आउँछु। खाना चाहिँ यसरी फर्स्ट टाइम हो। एकदम मनपर्छ कि मलाई चाहिँ जुन। म त खाइरहेको मजाले। हजुरहरूलाई हजुरहरूलाई म ध्यानै दिएन है। खान्छु म हेर्दै खान्छु। यो भिडियो हेर्ने कसैले होइन थाहा छ। अनि यहाँ चाहिँ प्रिया दिदीलाई नि सम्झिरहेको छु। प्रिया दिदी भएको भए मजा हुन्थ्यो झन् होइन। प्रिया दिदी भएको भए झन् यहाँ एकदम रमाइलो हुन्छ, हँसाउनु पनि हुन्छ। कमेडियन हो बाज। फेरि भिडियो हेरेर गाली गर्न पाइन्न है फेरि। भ्याइन लाग्यो। अनि के छ त प्रिया दिदी यस्तै अझै कार्यक्रम हामीहरूलाई नि यसो जानकारी दिँदै गरौँ म क्या दिँदै गरौँ। ल फाइनल्ली मेरो दही सक्यो। दही होइन रोटी। के अरे रोटी हो यो। ए बी त भन कमसेकम। अस्ति भन। यो चाहिँ के हो। दही हजुर सक्नु भयो। मेरो पनि सकिन लागिसक्यो। तिम्रो पेट भरियो तिम्रो? नभरेकोबाट अरू खान्छ नि। गाइस यसलाई चाहिँ यति छोड्नु हुन्न नखाऊ। यसलाई चाहिँ चाट्न पर्छ। म चाहिँ चाट्छु है। अघि चाटेको है हामीले। अघि दुईजनाले चाटेको हामीले अघि पहिले पनि खाइसकेका थियौँ दही खाएको। किनकि यस्तो चाट्न पर्छ हेर्नुहोस्। फेरि मलाई खिजाउने होइन नि फेरि। पछाडि नि लागेको रहेछ। ए ओ दाइ ओ आशिका तामाङको यो भिडियो हेरेको थियौ। तर गाइस होइन लास्ट मजा आइरहेछ के। म तपाईँलाई जुनको सुन्दरताले देखाउँदैछु। ल देख्नुभएको छ होइन जुनको सुन्दरता। चाट्नु न तिमीले पनि। यसै करके रुको एकदम छिटो चाटो। त्यसै चाटु। ल छिटो चाट न। सँगै चाटमा आऊ। मेरो त अलरेडी रित्ते छ, तिम्रो त छै झन् चाटेको छैन। ल चाट न। साइडमा जस्तो भयो नि चाटो भनेछु। यसरी चाट्न पठाइसकेपछि चाट्न परिहाल्यो। चाट्नुको चाहिँ तर हजुर बेग्लै मजा छ। चाट्नुको मजा चाहिँ बेग्लै। प्लिज तिमी चाट। यस्तोमा गाइस यता डराउनु दियो। भागेको क्या। तर त्यस्तो भुटियासँग हामी डराउनौँ। हामी भुटियासँग चाहिँ डराउनौँ। किनकि चुडेल यहीँ छन्। ल यो छाटा अगाडि नि गराइदिनु कि।
एउटा हातले त भिडियो गराउनै पर्यो हजुर यो चाट्न दिउँ न यो 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 के के? राख्दे यो मैले त अघि नै चाटिसक्यो पछाडि फेरि पनि चाट्छु बा माझ्न पर्दैन गाइस यो यो देखेर नहाँसिदिनु होला हामी आफ्नै उसमा खुसी छौँ यस्तै होइन हाँस्न चाहिँ हाँस्नु होला तर कुरा चाहिँ नकाट्नु होला ओके पाइयो हाँस्नुहोस् रमाइलो के लाग्यो हजुरहरू के लाग्यो भनेर हामीले यो भिडियो गराएको छौँ र आफ्नो लागि पनि यिनी चाहिँ नाटक पारेर बोल्दैछ नि लागि यिनको तिमी नर्मल बोल त हजुर हजुर कसको याद आयो तपाईँले सुन्दै हजुर हुनुहुन्छ? भनेर कसको याद आयो कसको याद आयो होला दिया दिदी राम राख न ल हामी चाहिँ भ्याइसक्यौँ अमिलो पनि खान्छ ओ यहाँ चटनी राख न यसमा के कमा रे अमिलो कमा भनेको मैले तिमीले खाइसक्यौ र अमिलो नाइ त्यति धेरै नै थोरै यति मैले अमिलै सकेन नि अर्को अमिलो यो सकिसकेको भने तिमीले एउटा पनि खान्छौ सके होइन यस्तो गरेर ट्राई गर्छ तिमीले जस्तै कस्तो नि तिमीले यता लतर पतर सबैतिर लगाउ न चम्चाले के सबैतिर उही हातमा लाग्यो ल भयो हजुर ओइ बोक्रा नि खायो फाल्छु यो म यसरी चुस्छु है यो म मिठो होइन ओइ देऊ न तँ पनि खान्छौ चुसिसक्यो भएको जति उयो दिउँ खाने हो भन् न आधी आधी गराउँछु खाइङ्गे ए हिन्दी बोल्ने मलाई हिन्दी बोल्ने बानी पर्यो बोल न त इन्डियनहरूले नि भिडियो हेर्छन् कि मलाई भयो अझै हालिदिउँ चट्नी नै भयो यति भयो भने चाहिँ ए देखाउन त बिर्सेछु के हेर्दैछु म हेर्दैछु हजुर हेर्दैछु अय्या यो हाम्रो फाइनल हामी खाएर चाहिँ भ्यायो पनि सकियो जुन हामी तिनवटा जुनलाई हो नि म चाहिँ घाम हो होइन अहिलेलाई चाहिँ हामी तिनवटा ल गाइस हामी चाहिँ खाइसक्यौँ होइन सकियो अनि अब चाहिँ हामी उठ्छौँ सुन्दरतालाई हेर्छौँ अनि अब यता चाहिँ हजुर म सुनिरहेको गायककार भन्नु मिलेन अनि रमाइलोको लागि चाहिँ हामी गाउँछौँ गाउने कि तिमीले टिकटक बनाउने भन्थ्यौ त ए टिकटक बनाउने अरे बनाउने छौँ अब चाहिँ हामी हेर्नुहोस् है जुन र हामी देखिन्छौँ है ल वाह जुन त ल राम्रो देखियो मिलाउ त क्यामेरा देख्यौ यतिको ल आऊ तिमी पनि अलि यतिको गर वाह तिमी कतापट्टि आउँछौ ल भन त म यहाँ छु ल हामी जुन सँग छौँ पिछेदेखि पिछे के अरे एउटा एलिजेको डाइलग आयो क्या यार मलाई त आउन्न के अरे अब हामी रमाइलो ए सुन एलिजेको डाइलग पीछे पड़ी आएन कि पीछे पड़ी हुई है बुद्धि गंजी चुड़ैल दाँत में फेरि लाइक हुन सक्छ दाँतमा अड्किन सक्छ हाम्रो देखे पनि केही छैन ए मोटू और पतलू म यहाँ सुकी छु पतला सुकी साइलिया भन्न नै सके छैन मैले हजुर मे मोटी अरे पतली ल नाच एउटा गीत गाऊ ल एउटा गीत गाऊँ न ल रमाइलोको लागि कुन गीत म केटाकेटी जस्तो छ
कुन के गीत? मेरो मलाई चाहिँ आउँदैन है गाउन, ल भन न। तर पनि म गाउँछु कतै तपाईँलाई नाचौँ नाचौँ त बजेन हो क्या। ल नाच ल एउटा गीत लगाएर। म के भने के भनौँ के गरौँ म कुनमा नाचौँ म नाच्दैन, म यहाँ नाच्दैन, म नै नाच्न आएको होइन भन न। म यहाँ नाच्न आएको होइन, म कुनै यहाँ डान्स देखाउन आएको होइन, म यहाँ देखियो कि नै त्यो हेर्न आएको हो। हामीले चाहिँ जुन देखाउन खोजिरहेको छौँ तर देखिसकिने रुकै म हामीलाई थाहा पछाडिबाट छैन। देखाउँछु ल उता फर्क्यो त ल ल ल रुकै ब्लर आयो। यही हो, यही हामी हेर्न आएको थियौँ, यसको सुन्दरता हेर्न आएको थियौँ। हामी यहाँ बसेर खायौँ, यसलाई हेर्दै यस्तो गर्दाखेरि देखिन्छ देखिरहेछ। हातमा छोपे जस्तो हो क्या। हात तिम्रो हात कहाँ छ का? अझ यहाँ फोनले पुरा ब्लर फोकस गर क्या। अझ मेरो फोनमा ब्लर आयो के आऊ अब तिमीले देखाउँछु सुन्दर। भयो मलाई नजिक। आयो मलाई पनि भयो। ल देखाउँछौ मलाई? ल आऊ, ल जाऊ अब तिम्रो पाली। माथि देखाऊ है, तल नदेखाऊ। के गरौँ म त सुकेन गाइस। ऐसा मत कहो, तुम बहुत अच्छी हो, सुन्दर हो। जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म। हजुर हे वाउ, राम्रो भइरहेछ। ल त न म एक्टिङ गर्न के। सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन। सिङ्गर हुनुहुन्छ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। ल म ऊ भन्न सुने जस्तो, ऊ भन्नु लाग्यो सुनेको क्या म। एउटा गीत चाहिँ म त सानी सानी क्यामेरा अब मलाई लाज क्यामेराले चाहिँ शर्मिलाजीलाई चाहिँ फोकस गरिरहेको छ र देखाइरहेको छ जुन र दुईजना जुन हुनुहुन्छ, दुईजना जुन। नमस्ते म कलाकार शर्मिला बिख। उहाँ चाहिँ कलाकार हुनुहुन्छ। एउटा मुभी खेल्दैछु, होइन म मुभी होइन उहाँ मुभी खेल्दै हुनुहुन्छ अरे। मेरो मुभी चाहिँ भोलि आउँदैछ, सबैजनाले के अरे हलमा गएर हेर्नु होला। मलाई पनि मेरो दाइगत फ्यान होइन के फ्यान भन्छ हुनुहुन्छ भने डट फ्यान हुनुहुन्छ भने। ल गाइस हामीले चाहिँ होइन के भन्ने र हामीले चाहिँ भिडियो समाप्त गर्दैछौँ, तर त्योभन्दा अगाडि चाहिँ हामी एउटा गीत गाउँछौँ। एउटा ल सुरु गर। ल सुरु है। ल 1 2 3 गो। हेर नहेर सृष्टिको सुन्दरता, यसलाई बनाउने प्रभुको महानता, धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु